बाँके जिल्ला भनेको कसम कि नेपालकै टप गर्मी ठाउँ हो क्या। हे गाइस, वेलकम टु माई न्यू भ्लग। आई होप तपाईँहरू पनि सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। र आज म कोलपुरको न्यू बस पार्कको एप्रोच गराउँदैछु हैन। तपाईँले हेर्नु होला, दामी छ, नयाँ बस पार्क हो, सिसा छ, हेर्नु सक्नुहुन्छ। यो चाहिँ लेटेस्ट भर्खर मात्रै गराएको, तर सिसा मात्रै चम्केको रहेछ। उता त के लागिसकेको रहेछ नि, जङ लागिसकेको रहेछ गाइस। मजा भयो नि है, मजा हो, दामी छ। यहाँदेखि चाहिँ तपाईँलाई एउटा कुरा भन्न चाहन्छु म, तपाईँ पूर्व पश्चिम उत्तर दक्षिण जहाँबाट आए पनि होइन, यो चाहिँ मेन चाहिँ यो चौरा हो क्या। यहाँ छ चौरा हो, चौरा त नर्थ इस्टदेखि आउनु भने होइन, चौरा यहाँ सुर्खेत दैलेख जाजरकोट त्यही बाटोदेखि जाने हो। अनि यतादेखि गयो भने पश्चिम नगरतिर जान्छ होइन। अनि यता चाहिँ पूर्व साइड पऱ्यो। यो चाहिँ पुरा जति पनि नेपालको कुना कुनामा पनि तपाईँले यहाँदेखि चाहिँ कुनै पनि कुनामा जान सक्नुहुन्छ। एज तपाईँ यहाँ आएर तपाईँ उता नेपालगञ्जदेखि जानु भयो भने रुपैयाँ बोर्डर त्यहाँदेखि होइन, नेपालगञ्जदेखि डाइरेक्ट इन्डियाको कुनै पनि कुनामा पनि जान सक्छ यहाँदेखि होइन। तपाईँ दिनमा होस् या रातमा होस् होइन, बिना टाइम टेबलको पनि आउनुभयो भने यहाँ त्यस्तो कुनै छैन। बस्नु सस्नुलाई केही प्रब्लम छैन। यहाँ तपाईँको XCX होटल छ होइन, हाइफाईवाला होटल, नर्मल होटल, मिडियम होटल होइन, सबै प्रकारको होटल छ। तपाईँ बस्नु मजाले ढुक्कैसँग बस्नुहुन्छ। यो ठाउँ भनेको एकदम सुरक्षित ठाउँ हो होइन। यहाँ देख्नु चाहिँ यो गाडीहरू छ नि, यो चाहिँ लोकल गाडी हो होइन। यो जति पनि बाँके जिल्लाको भित्रतिर ठाउँतिर जाने स्टेसनतिर चाहिँ लोकल स्टेसनतिर जाने गाडी हो यो गाडीहरू होइन। यो म्याजिको र श्यामबाई छ, यहाँको पुरा चाहिँ यस्तो छ। यो चाहिँ यो साइडबाट देख्दा चाहिँ दामी देखिन्छ यो होइन। मन्दिर पनि रहेछ, मैले आज मन्दिर देखेँ, फर्स्ट टाइम देखेँ मन्दिर। हुन त पहिल्यै बनाएको थियो होला, नजर नपुगेको है। अनि मलाई पनि यो दामी यसो हेर्दाखेरि झ्यास हेर्दाखेरि राम्रो लाग्यो कि। अन्त राम्रो लागेर चाहिँ एउटा भ्लग हानिदिउँ न त भनेर चाहिँ भ्लग हानिदिइराखेको। यो चाहिँ यो गाडीमा चाहिँ यो गाडी चाहिँ हाम्रो हो, भित्र गाउँतिर जान्छ यो गाडी। यो गाडीमा बसेर जानुपर्छ, ठाउँ पुरै उ छ। अब यो भित्र गएर चाहिँ भित्र साइडमा गएर चाहिँ म तपाईँलाई देखाउँछु। लास्टै गर्मी छ। बाँके जिल्ला भनेको कसम कि नेपालकै टप गर्मी ठाउँ हो क्या। एकदम गर्मी हुने ठाउँ चाहिँ बाँके जिल्ला हो। अलिकति बोल्दै थिएँ, बोल्दा होला पसिना आइहाल्यो, हेर्नु सक्नुहुन्छ। पसिना पुरा खल्ल लाग्यो नि। तपाईँलाई म भित्र एक्सप्लोर गराउँछु कस्तो छ। यहाँ तपाईँहरू प्यासेन्जरहरू पनि बस्ने ठाउँ रहेछ यहाँदेखि होइन। यहाँ बाहिरको एरिया भयो, भित्रको एरिया चाहिँ भित्र होला। यहाँदेखि त्यो रहेछ भित्र चाहिँ हेरेर देखाउँछु ल। भित्र पनि दामी रहेछ, खाली पुरा रेस्ट गर्नुभएको छ। केही रहन्छ माथि पनि दामी। 1 2 3 तला रहेछ, 3 तला रहेछ। हेर्नु गाइस, पसिना आइदिइरह भने पसिना आइरह होइन। पसिना आएर अब खानासाना खाएको छैन, एकछिन मैले खाना खान्छु। अनि खाना खाएर चाहिँ जानुपर्छ फेरि। हेर्नु सक्नुहुन्छ यो लाइन चाहिँ पुरै नास्ताहरू गर्ने ठाउँ रहेछ। दामी खाजाहरू बनाउने होला। यो यहाँदेखि लगाएर यहाँसम्म पुरा चाहिँ यो बस पार्कमा चाहिँ एरेन्जमेन्ट भएको रहेछ। त्यहाँ चाहिँ शौचालय रहेछ, सार्वजनिक शौचालय नै होला, हेर्नु सक्नुहुन्छ। तर म जान्दिनँ त्यहाँ, अहिले जान्दिनँ। अनि पसिना आइरहेछ, हिँड्दा पसिना आयो।
त्यही हो तपाईँलाई कस्तो लाग्यो यो भिडियो लास्टसम्म हेर्दै जानु होला ठाउँ कस्तो लाग्यो आउनु होला यहाँ अन्त डिले सर सँगै जागिर खाएको होइन यहाँ पेन्सन आइसक्नु भएको रहेछ कि खुसी लाग्यो अहिले 81 भेट भयो खुसी लाग्यो होइन दामी लाग्यो होइन तपाईँ अब पेन्सन गरेर अब विदेश नजानु ल तपाईँले यहीँ व्यापार बिजनेस गर्नुपर्छ सुल्टी मिलेर तपाईँलाई गर्वको साथ भन्नुपर्छ कि नेपाल आमाको छोरा नेपाल आर्मीको जागिर खाएर 20 वर्ष जागिर खाएर पेन्सन आएको पैसाले नपुगेपछि होइन विदेश गएर पुग्छ र आयो तपाईँलाई भिडियो कस्तो लाग्यो तपाईँ मेरो भिडियोमा जोडिराख्नुहोस् अहिले म गाडीमा बसेपछि फेरि कुरा गरौँ ल